मेरो यसभन्दा पहिलाको भिडियो हेरेर तपाईँले व्यवसाय त दर्ता गराउनुभयो। अब के गर्ने हो भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि छ। नमस्कार, म मुकेश शाह, एक अकाउन्टेन्ट र प्रोफेसनल ट्याक्स कन्सल्टेन्ट। बिजनेस, अकाउन्टिङ र ट्याक्सेसनको एपिसोड 3 मा तपाईँहरूलाई स्वागत छ। यसअघि हामीले कुरा गरेका थियौँ कि हामी बिजनेस कति तरिकाले दर्ता गर्न सक्छौँ र आजको यस भिडियोमा हामीले चर्चा गर्नेछौँ कि हाम्रो बिजनेस दर्ता भइसकेपछि हामीले अब के गर्नुपर्छ। यसको पनि उत्तर सिधा त छैन, यसको पनि जवाफ व्यापारको दर्ता प्रकारकै आधारमा दिनुपर्ने हुन्छ। अब एक व्यापार दर्ता प्रकारका हिसाबले हाम्रो व्यवसाय दर्ता भइसकेपछि अब के गर्ने भन्ने बारे चर्चा गर्नेछौँ। पहिलो प्रकार एकलौटी व्यवसाय। एकलौटी व्यवसाय दर्ता गरिसकेपछि सर्वप्रथम हामीले कुनै पनि मान्यता प्राप्त ब्याङ्कमा गई आफूले दर्ता गरेको व्यवसायको खाता खोल्नुपर्ने हुन्छ, ताकि तपाईँले गर्न चाहेको लगानी त्यस खातामा जम्मा गरी तपाईँले व्यवसाय सञ्चालनका कार्यहरू सुचारू गर्न सक्नुहुनेछ। अब हामी कुरा गर्नेछौँ साझेदारी व्यवसायको बारेमा। साझेदारी व्यवसाय दर्ता भएपछि सबै साझेदारहरू बीच एक बैठक बस्नुपर्छ। त्यस बैठकमा व्यवसायको खाता खोल्नका लागि केही निर्णयहरू लिनुपर्ने हुन्छ। त्यस निर्णयमा यी केही विषयहरू समावेश हुनै पर्ने हुन्छ। हामीले पहिलो निर्णय गर्नुपर्छ कि कुन ब्याङ्कमा खाता खोल्ने, कारोबारका लागि कुन कुन सदस्यको हस्ताक्षर अनिवार्य छ, त्यस खाताको लागि अन्य केही ब्याङ्किङ सेवा लिने वा नलिने भनी खुलाउनुपर्छ। त्यस पश्चात निर्णय गरिएको ब्याङ्कमा गई व्यवसायको खाता खोल्नुपर्ने हुन्छ। त्यस पश्चात सबै साझेदारले आफ्नो हिस्साको रकम त्यस खातामा जम्मा गर्नुपर्छ। त्यसपछि व्यवसायका आवश्यक खर्चहरू त्यसै खाताका रकमबाट गर्नुपर्ने हुन्छ। अब अन्तिम प्रकारका व्यवसायको प्रक्रियाका बारेमा बुझौँ। त्यो हो कम्पनी। कम्पनी रजिस्ट्रारमा दर्ता गराइएका व्यवसाय दर्ता भइसकेपछि सबै सेयर धनीहरू बीच एक बैठक बस्नुपर्छ। त्यो बैठक केही तत्कालीन विषयमा निर्णय गर्नको लागि बसिन्छ, जस्तै कुन ब्याङ्कमा खाता खोल्ने, को यस खाताका आधिकारिक हस्ताक्षर गर्ने व्यक्ति हुनेछन्, यस खाताका अरू केही ब्याङ्किङ सेवा सुचारू गर्ने अथवा नगर्ने जस्ता यावत विषयमा निर्णय लिनुपर्ने हुन्छ। त्यस पश्चात निर्णय गरिएको ब्याङ्कमा गई व्यवसायको खाता खोल्नुपर्ने हुन्छ। त्यस पश्चात सम्पूर्ण सेयर धनीहरूले आफ्नो हिस्साका रकम आफ्नो नाम खुल्ने गरी त्यस खातामा जम्मा गर्नुपर्ने हुन्छ। त्यस पश्चात कम्पनी रजिस्ट्रार कार्यालयबाट एउटा सेयर लगत साथै अडिटर अपोइन्ट गर्नको लागि निवेदन दिनुपर्छ। त्यस पश्चात कम्पनी रजिस्ट्रारले हामीलाई एउटा सेयर लगत प्रमाणपत्र दिन्छ। त्यस पश्चात व्यवसायका लागि यस खाताबाट रकम खर्च गर्न सकिनेछ। यस प्रक्रियालाई ठिकसँग पुरा गरिएन भने पछि ठुलो समस्या आइपर्न सक्छ। त्यसैले यस्ता प्रक्रियाका बारेमा जानिराख्नु एकदम जरुरी हुन्छ। हामी यस्ता जानकारीहरू ल्याइरहन्छौँ, त्यसैले हामीलाई फलो गर्न नबिर्सिनु होला। साथै कम्पनी रजिस्ट्रेसन, कर प्रणाली सम्बन्धी कार्य, कर चुक्ता सम्बन्धी कुनै पनि कार्य तथा अकाउन्टिङ सेवाका लागि हामीलाई अवश्य सम्झनु होला। धन्यवाद।